यहाँबाट यसको सिधा हुन्छ होला के यसको सिधा दिन त यो यता हिँड्ने बाटोमा यति अदुवा यो भाना पनि पर्छ कि यो भाना पाकिसक्यो पाकिसक्यो राधिका यहाँ गामा यहाँ सिधा लागिदिएको के भन्नुहुन्थ्यो त चलाउन लाग्यो दिन पऱ्यो चलाउन अध्यक्षजीसित कन्ट्याक्ट भएको कि नै अध्यक्षजीसित कन्ट्याक्ट भएको कि नै कता हरायो बुढी स्काउटको पछि आइडिया र हामी खाएनौँ Let all be happy and this reality is born into essence in this plane. I come from east and bring the message of courtesy and kindness. Let all the discourtesy and unkindness be born into essence in this plane. I come from west and bring the message of peace and purity. Let all enmities and impurities be burnt into ashes in this flame. Dear scouts, now the campfire is open. डाइरेक्सन कार्यक्रमसँगै आजको प्रमुख अतिथिज्यूलाई राखिने गरी आफ्ना भनाइ राख्दै क्याम्पफायर उद्घाटन गरिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। All the time.
धेरै धेरै धन्यवाद। न्यू गीत बाग्लुम धन्जाको बेगर भनी सबैले सम्झ माकुर घुर देवी गन्गा गुर यसपालि त मेरो नि बिहे गर्ने सुर धन्जाको आई डोन्ट नो सम्झाको माकुर माकुर घुर Where is Professor? Professor, what are you doing here? Sound system. I don't like this. Sound system. मैले दर्शन गरेँ शिवजी र पार्वतीलाई मैले दर्शन गरेँ नाकको माला बेरी शिव कैलाश पर्वत झरे कति राम्रो कैलाश शिवजीको बास 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 कति राम्रो कैलाश कति राम्रो कैलाश शिवजीको बास कति राम्रो कैलाश बाटो छाला रुपै झलमल सिरैबाट बगिरहने गङ्गा झलम गङ्गा सलल शिवजीको जटामा हे गङ्गा अलमल शिवजीको जटामा 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 धुन बज्यो पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन कहाँ बज्यो बाँसुरी कहाँ बज्यो बाँसुरी त्यही वृन्दावन कहाँ बज्यो बाँसुरी कहाँ बज्यो बाँसुरी त्यही वृन्दावन कृष्णजीलाई छोडेर कृष्णजीलाई छोडेर कृष्णजीलाई छोडेर कहाँ जान्थ्यो मन कृष्णजीलाई छोडेर कहाँ जान्थ्यो मन धुन बज्यो धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन् पक्कै कृष्ण हुन् धुन बज्यो पक्कै कृष्ण हुन् धुन बज्यो पक्कै कृष्ण हुन् नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन जीवनमा के भयो भन्नु हुँदैन 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 कृष्ण भजन गाउनलाई भुल्नु हुँदैन कृष्ण भजन गाउनलाई भुल्नु हुँदैन धुन बज्यो पक्कै कृष्ण हुन् धुन बज्यो पक्कै कृष्ण हुन् नबजाइ
नबजाइदेऊ बाँसुरी नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन नबजाइदेऊ बाँसुरी नबजाइदेऊ बाँसुरीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट विनम्र हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट अनुशासित र स्काउट प्राणीप्रति दयालु हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट अनुशासित र आज्ञाकारी हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट बहादुर हुन्छ र सधैँ प्रसन्न हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट मितव्ययी हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् स्काउट मन वचन र कर्ममा पवित्र हुन्छ हे भगवान हामीलाई असल स्काउट बनाइदिनुहोस् अब आँखा चिम्लिनुहोस् अनि सबैले आफूले मान्ने भगवानलाई स्काउटले दिएका 10वटा नियम र 3टा प्रतिज्ञाभित्र चाहिँ हामी बधिएर बस्न सकौँ, व्यवहारमा केही योगदान दिन सकौँ, आफूभन्दा नसक्नेलाई सहयोग गर्न सकौँ भनेर चाहिँ सबैले आफ्नो भगवानलाई सम्झेर चाहिँ एकछिनको लागि आँखा चिम गरेर सम्झेर आँखा खोल्नु होला। Good. Gurafala, gurafa. Satak mawla, satak. Gurafala, gurafa. Satak mawla, satak. Good. Gurafala, gurafa. सम्पूर्णलाई गुड मर्निङ। हामी गुड पनि मर्निङ पनि गुड धेरै भइसक्यो। 10 बज्न आइसक्यो। बजिने सपना आयो। अब मैले हिजो तपाईँहरूलाई भन्दा के भनेको थिएँ भने भोलिका दिन चाहिँ यो अझै सुधार्नुपर्छ भन्ने नसुनाउँ भनेको थिएँ। तर अब आजको निरीक्षण प्रतिवेदनले तपाईँहरूले अझै पनि सुधार्ने ठाउँ छ भन्ने कुरा आयो। अब तपाईँहरू आज घर जाँदै हुनुहुन्छ। अब आजदेखि तपाईँहरूले जति गल्ती यहाँ जे सिक्नुभयो तपाईँहरूले स्कुलमा त्यही सिकाउनुहुन्छ। तपाईँहरू कतिजनाले सिक्न अल्छी गर्नुभयो, कतिजनाले के गर्नुभयो त्यो त आफै हातमा या छातीमा राखेर म भन्ने हो, म यो भनेर आउनु सक्दिनँ। र तपाईँहरूले सिक्नको लागि जसले मेहनत गर्नुभएको छ, जसले सिकेर जानुभएको छ उहाँहरूले सही सिकाउनुहुन्छ। जसले यहाँ अल्छी गरेर सिक्नको लागि यो 5 दिन बसाइ सिकाएको बस्ने क्रम यहाँनिर साथीभाइ भेटघाट भन्ने सोच्नु भएको छ, उहाँहरूले गएर के सिकाउनुहुन्छ अब चाहिँ म अहिले पनि भन्न सक्दिनँ। अब अरू कुरा त सबै कुरा राम्रै छ। तपाईँहरू अब यहाँ निरीक्षण प्रतिवेदनमा पनि भनिएको छ केही मात्रामा सुधार गर्ने ठाउँ रहेको छ। त्यसै कारणले गर्दाखेरि अब तपाईँहरूले यहाँबाट स्कुलमा गएर राम्रोसँग सिकाउनुहुन्छ होला, यहाँबाट सिकेका कुरालाई सही ढङ्गले सिकाउनुहुन्छ होला भन्ने आशा र विश्वास राखेको छु। भोलि गएर चन्द्रकोटको क्याम्प गर्दा 18-17वटा स्कुलको नानीले एक खालके, तपाईँको नानीले एक खालके नगरोस्। 466औं पिटिसी तालिमका आदरणीय सभाध्यक्ष महोदय, यस गरिमामय कार्यक्रमका आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा विराजमान हुनुभएका सम्पूर्ण अतिथिज्यूहरूमा म लगायत सम्पूर्ण सहभागी यस तालिममा सहभागी साथीहरूको तर्फदेखि हार्दिक नमन टक्राउन चाहन्छौँ। सँगसँगै स्काउट प्रणाम पनि टक्राउन चाहन्छौँ। चन्द्रकोट गाउँपालिकाको यो आयोजना र उदय माध्यमिक विद्यालयको सहयोगार्थमा सञ्चालित यस फरक खालको र पृथक खालको कार्यक्रममा सहभागी हुन पाउँदा म लगायत हामी सम्पूर्ण सहभागी मात्रै होइन, हामीसँग जोडिएका दिदीबहिनी पनि हर्षित छौँ, गौरवान्वित छौँ भन्ने हामीले ठानेका छौँ। किनकि यो कार्यक्रम आफैमा यति ओजपूर्ण छ जुन कार्यक्रमले हामीलाई हरेक परिस्थितिसँग सामना गर्न र हरेक परिस्थितिसँग कसरी जुझ्न सकिन्छ भन्ने कुरा मात्रै नभएर आफ्नो नेतृत्व क्षमता र सिप प्रदर्शन गर्ने एउटा प्रमुख कार्यक्रम रहेको हामीले महसुस गरेका छौँ। यस सँगसँगै यस कार्यक्रममा 6 दिनसम्म त्यति टाढा झापादेखि आएर हामीलाई यस कार्यक्रमको कोर्स लिडरको रूपमा राति नसुतिकन, समयमा नखाइकन, ज्यानको पर्वाह नगरिकन
खट्नुभएको आदरणीय शिवानी देवानप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ। म लगायत हाम्रो यो सहभागी टिम र सिङ्गो चन्द्रकोट गाउँपालिकाले उहाँलाई सम्मान नगरी सुखै छैन, किनभने उहाँको त्यो त्याग, उहाँको त्यो लगन, उहाँको त्यो मेहनत, उहाँको त्यो परिश्रमलाई हामीले उच्च सम्मान गरेका छौँ। सँगसँगै हामी उदय माध्यमिक विद्यालयका आदरणीय प्रधानाध्यापकज्यू, भर्खर नवनियुक्त हुनुभएका विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू लगायत उदय माध्यमिक परिवारप्रति पनि हामी हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ। उहाँहरूले यो कार्यक्रम सञ्चालन गर्नको लागि 6 दिनसम्म 5 रात 6 दिनसम्म यसरी हामीलाई आवश्यक रूपमा बस्नको लागि बसाइको व्यवस्था गरिदिनु भयो। उहाँहरूलाई पनि हामीले धेरै धेरै धन्यवाद र यस सहयोगप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ। र यो सँगसँगै म गाउँपालिकालाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु, किनभने यो गरिमामय कार्यक्रम जहाँ हामीलाई स्काउट भन्ने के हो भनेर हामीले मोबाइलका भित्ताहरूमा हेर्ने गर्थ्यौँ, अरूले राखेका फोटा भिडियोहरूमा लाइक गरेर मुस्कुराउँदै फेरि अर्को स्क्रिन हामी माथि सार्न बाध्य हुने थियौँ। तर आज हामी यस्तो परिस्थितिमा, यस्तो मोडमा आयौँ कि स्काउट भनेको के हो, स्काउटका उद्देश्यदेखि लिएर नेपालमा मात्रै नभएर विश्वमा नै यसको महत्त्व के रहेछ, यससँग जोडिएपछि हामीलाई के फाइदा हुने रहेछन् भन्ने कुराहरू सबै कुराहरू बुझेका छौँ। कतिपय कुराहरू बुझ्दै गर्दाखेरि म्यामहरूलाई हामीले दुःख दिएका होला, आदरणीय म्यामहरूलाई। उहाँहरूप्रति पनि म मेरो व्यक्तिगत तर्फदेखि र हामी सम्पूर्ण सहभागीहरूको तर्फदेखि हाँसी हार्दिक आभार प्रकट गर्न चाहन्छु। र हामीले भुलवश हजुरहरूको मन दुखाउन गएका रहेछौँ भने पनि त्यो गल्तीलाई साना 10 वर्षदेखि 15 प्लसका साना केटाकेटीहरू सम्झेर माफी गरिदिनु हुनेछ र हामीले गरेका नराम्रा कार्यहरूलाई उदय माध्यमिक विद्यालयको प्रवेशद्वारभित्रै छोड्नु हुनेछ र हामीले पनि छोड्नेछौँ। असल कार्यहरू लगाएर सकारात्मक विचारले हाम्रो मस्तिष्कहरू भरेर हामी यहाँबाट बाहिरिनेछौँ र हजुरहरूप्रति हामी कृतज्ञ रहँदै आगामी दिनहरूमा पनि यसै गरी भेट्ने अवसर मिलोस्। चन्द्रकोट गाउँपालिकाले पनि यसै गरी महिलाहरूको नेतृत्व क्षमता विकास गर्नको लागि महिला लक्षित कार्यक्रमहरू आयोजना गरिरहेको छ र आगामी दिनहरूमा पनि यी र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दियोस् भन्ने अपेक्षा शुभेच्छा सहित म यो आफ्ना छोटा मन्तव्यहरूलाई यहीँ टुङ्गाउन चाहन्छु। जय स्काउट, जय शिक्षा। धन्यवाद। स्काउट भन्छ ताली। स्काउट कार्यालय चन्द्रकोटको चाहिँ व्यवस्थापनमा तथा चन्द्रकोट नगरपालिकाको आयोजनामा यो 2083 साल जेठको 26 गतेदेखि आज 2083 साल जेठको 31 गतेसम्म सञ्चालन भइरहेको 466औं पिटिसी तालिमको अध्यक्षता ग्रहण गरिरहनुभएका आदरणीय यस चन्द्रकोट गाउँपालिकाका उपाध्यक्षज्यू, यसै गरी प्रमुख अतिथि यस चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा हाम्रो स्थानीय स्काउटका संरक्षक आदरणीय सर, यसै गरी मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, यसै गरी अतिथिज्यूहरू र यहाँ सहभागीका रूपमा रहनुभएका सम्पूर्ण मिसहरू र काउन्सिलर मिसहरू सम्पूर्णमा मेरो स्काउट प्रणाम। र स्काउटिङ अब तालिमको अवधिमा भन्दा पनि म पहिला सुरु त यहाँ रहनुभएकालाई स्काउट के हो भन्न चाहन्छु। स्काउटिङ एउटा बालकमा, एउटा युवामा, एउटा किशोर किशोरीमा उनीहरूको वृत्ति विकास र सर्वाङ्गीण विकासका लागि गरिने कार्यक्रमहरूको एउटा अभियान हो। हामी के भन्छौँ भने स्काउटिङमा विद्यार्थीहरूलाई 5 क्षेत्रको विकास गर्यो भने त्यो विद्यार्थी एउटा समाजको चाहिँ उत्तरदायी सदस्य बन्न सक्छ, जसले पछि गएर आफ्नो परिवार, समाज र राष्ट्रका लागि केही योगदान दिन सक्छ। ती 5वटा क्षेत्र भनेको हामीले स्काउटले 5 क्षेत्रलाई विभाजन गर्दाखेरि शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक र आध्यात्मिक क्षेत्र चाहिँ एउटा व्यक्तिमा विकास भयो भने त्यो व्यक्ति एउटा चरित्रवान व्यक्ति, नेतृत्वदायी क्षमता भएका व्यक्ति बन्न सक्छ भन्ने उद्देश्य राखेर स्काउटिङले मेन उद्देश्य चाहिँ त्यो हो। तर यहाँ आएर अब उद्देश्य अनुरूप काम गर्दै गर्दा स्काउटिङले विभिन्न किसिमका सामाजिक सेवाहरूदेखि लिएर विपद व्यवस्थापनमा पनि सहयोग गर्दै आएको छ। आफू एउटा सबल सम्पूर्ण दक्षता भरिपूर्ण भएका व्यक्ति भएर चाहिँ
उनीहरूले चाहिँ आफ्नो समाजमा आइपरेका हरेक परिस्थितिमा चाहिँ त्यसलाई अनुकूल बनाउने चाहिँ कोसिस गर्ने चाहिँ स्काउटको मेन ध्येय हो। यो चाहिँ पहिला स्काउट सुरु भएको त 2009 सालदेखि हो, तर स्काउटिङलाई सही रूपमा सबैले बुझ्नु भएको चाहिँ बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो। खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, घोटिएर हातपात झरी जाउन औला, तर कोही अगाडि हात जोडिन्न, यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो।